नि आमा पनि घुमाउनु लानु पाउँछ उता पाउँछ अनि लान्छ त अब बिस्तारै बिस्तारै लानुपर्छ अब यिनीहरूलाई लैजाऊँ त्यसपछि बिस्तारै बिस्तारै बाबालाई एकचोटि त घुमाउनु पर्यो नि विदेशमा नि उमेर छ नि त बिस्तारै लानुपर्छ काम गर्न सक्ने छ अब नगर्नु दुःख भन्छु नि म त कति दुःख गर्नु अब भन्छु अब त्यसै बस्नु सकिँदैन फेरि गाउँमा हात खुट्टा हुन्जेल गर्छु भन्छ लु गर्नु भन्छु बसिरहनु पनि यस्तो घोडा खुजे हुन्छ ऊ म त बिहान बिहान यता घुमिन्छ अनि के 100 वर्ष भयो बोजे हाम्रो पनि 100 वर्ष पुग्यो अलि पुगेको छैन अलि पुगेको छैन खै जेठो दाइ पनि आएन आए हुन्थ्यो बोजूको हातबाट टिका थाप्नु भनेको मैले आएन कान्छा मामा पनि आएन छ योपालि कान्छा मामा क्या मने मामा कान्छा मामा त दुई भाइ छ कान्छी माझी आएको छ यसपालि वर्षमा अझैको आमाहरू सबै टिका थापेर गइसक्यो गएको अझको आमाहरूको त जम्मै छोरा बुहारी जम्मै गाडी नै आएको छ के बुहारीहरू काठमाडौँबाट बुहारीहरू 3 जना हो त काठमाडौँबाट होइन यहाँ सिम्पानीबाट आएको पानी परेर के बिजोग भएर पुग्यो होला हाम्रो आमाहरू पनि हो बिजोग त भयो त अब त नाता नातिनी पनाति जनाति कहाँ कत्रो पैसा मैले त ओहो इन्डिया जानु भन्छ दुई भाइ मामाहरू ठुलो घर बनाएर बसेको छ इन्डियामा दुई आउमा मलाई लिन आउँछ भन्छ म त जाँदैन यहाँ इष्ट मित्र आउँछ बिहे भएर हालमा आफ्नो गाउँको मान्छे आउँछ बात मार्न पाउँछ उहाँ त कोसँग बात मार्नु र एउटा बुहारीसँग बात मारेर मार्यो नभए कोसँग मार्नु नभएर निकै त हिँड्नु गाडी कुदिन्छ दुबई जानु भन्छ नि म त जाँदैन यहाँ पो मान्छेहरू आउँछ सिम्पानीतिरको छापछिमेकहरू हुन्छ त्यहाँ त सुन्ने एक्लै धुङधुङ्ग के भन्नु हो म त हिँड्न कायदा छ हामी नि अब विदेश हिँड्नु पर्यो कमाउनु पर्यो तिमीले कमायो घर बटायो बनायो बोजे एउटा झुप्रो घर त बनायो अब माइलाले के ल्याएको छैन हो खोन भोलै मेखन त हुवा छ मेखन त हुवा भोलै ऊ लानौ ने यहाँ त हुवाले बिचार लिएर हुवा कुलानुहुन्छ निनी ऊ टिका बोके हो र आफूर ढुङ्ग्रिया नि तिमी त साथी पैसा कमाउँछ यहाँ मामाहरू त दुःख पाउनु खोजेको छ घर त बनायो भने खोइ अब ऋण कसरी तिर्नु कतै गएको छैन खै जति कमाइ नपुग्दो रहेछ पुग्दैन नि पुग्नु त जति कमाइ नपुग्दो रहेछ हो बोजू खै मैले भनेको आमालाई तिम्रो बुझ्नु नपाल त्यही दोकान गरेर खान पुग्छ भनेको मान्दैन मैले त भनेको त यसो 2-4 कुखुरा पाल 2-4 यसो बाख्रा पाल पसल गर बस भनेको बाबालाई मान्दैन मैले कति आउँदा त्यसै भन्छ कति दुःख गर्नु त अब त छोराछोरीको उपो खाएर बस्ने बेला हो त होइन त छोराछोरी पालेको नै अब बुढेसकालमा सारा पालुस भनेर त छोराछोरी जन्माएको छोराछोरीले पालेन भने त के फाइदा हुन्छ छोराछोरी जन्मेको तिमीहरू त पाल्न पर्ने अब आमा बाबालाई अनि के गर्नु म खै मेरो छोराहरू पाल्दै छ त अनि खै ऊ पाल्ने बेलामा एउटा जेठामा बुहारी पालेको छ माजुले अनि के गर्नु
अब दुई भाइ माछा कान्छा लिन्छ भन्छ मालामा लिन्छ भन्छ खै मालामा त दसैँ पनि आएन त्यो बाजेको काममा आएको थियो त्यहाँदेखि नआएको आएन माइला मामाले फोन पनि गर्दैन हो माइलाले खै कहाँ छ काठमाडौँमा हामीले त भेटे छैन आज पूर्णिमा होला न भोलि आज धेर छ अरे क्या पूर्णिमा भोलि त अलिकता छ अरे ए खै त्यसो भन्छ भोलिसम्म छ भन्थ्यो खासमा आज हो अरे के मान्नेले चाहिँ आज मान्छ अरे धेरैले चाहिँ भन्छ 16जना बाटो पनि छैन रे पहिरो गयो रे भन्छ खै राम्रै रहेछ आउँदा त के गरेछ त भोल आइसकेबाट खाजा साजा छैन टिका दिनुपर्ने भात खाएर आएको कहाँ खायो भा उतै सोलुम गर्नु यहाँ घरमै ए यो माइलामा कोठा पल्लो जम्मै लुगा फाटो राखेको छ पल्लो कोठा कान्छामाको खै आएको छैन आज त खोल्नु पर्ने पल्लो कोठामा यो चाहिँ माइलामा कोठा भाडामा ल्याएको छ पल्लो घर पनि भाडामा ल्याएको छ भाडामा बसेको छ अब त्यो पसल खोल्ने पनि आएको छैन अब औँसीपछि मात्रै आउने होला तिम्रो त औँसीसम्म पनि नबस्ने बच्छु अनि कहिले लगाइन्छ टिका त